नमस्ते, म रेखा गुप्ता हजुरहरूलाई स्वागत छ मेरो युट्युब च्यानलमा। र मैले आज लिएर आएको छु हजुरहरूलाई एउटा क्वेसन पनि हो र त्यो उत्तर पनि हो। मलाई कति धेरै कमेन्टहरू आएको छ कि मैले यहाँ लेखिरहेको छु क्वेसनहरू चाहिँ। नम्बर 1 क्वेसन रहेको छ, क्यान्सर मलाई कसरी लाग्यो रे? त्यो त म भन्न सक्दिनँ कसरी लाग्यो भनेर। अब रोग हो, रोगले कुनै एज देखिँदैन, लागिहाल्छ। आजकल त 8 वर्ष 7 वर्षको बच्चालाई पनि म देखिरहेको हुन्छु हस्पिटलमा, उहाँहरूलाई पनि लागिरहेको हुन्छ। सो यसको एन्सर चाहिँ मसँग छैन। नम्बर 2 रहेको छ, क्यान्सर लाग्नुभन्दा अगाडि के साइड इफेक्ट देखाएको थियो, यो चाहिँ म भन्न सक्छु है। क्यान्सर लाग्नुभन्दा अगाडि चाहिँ मलाई खोकीबाट मेरो स्टार्ट भएको थियो। स्टार्टिङ चाहिँ मेरो खोकी थियो, 2 मन्थसम्म रेगुलर नै थियो। र त्यो खोकीको मैले ट्रिटमेन्ट पनि गराएँ, एक्सरे गराएँ, ब्लड चेकअप गराएँ र औषधि पनि मैले कन्टिन्यू खाइरहेको थिएँ, तर मेरो खोकी निको भएन। अनि एक दिन अचानक मेरो पेट एकदमै साह्रो फिल भयो मलाई चाहिँ। त्यो हाम्रो पेटको तल्लो भाग हुन्छ नि, त्यो वाला। अनि मैले एकचोटि लुगाहरू, अब डेली काममा जान्थेँ म, अनि लुगाहरू लगाएँ मैले। एक दिन चाहिँ मैले नोटिस गरेँ मेरो पेट यति किन साह्रो छ भने कि। अनि त्यहाँपछि म हस्पिटल फेरि पुगेँ। अनि उहाँलाई मैले डक्टरलाई भनेँ मेरो पेट चाहिँ साह्रो छ, किन छ, कसरी, पहिला त यस्तो थिएन। अनि उहाँले चाहिँ पेट छाम्नु भयो, त्यहाँपछि चाहिँ अल्ट्रासाउन्ड गर्नलाई पठाइदिनु भयो। अल्ट्रासाउन्ड गर्न गएपछि म त्यहाँ मेरो 2टा किडनी देखेन। अनि डक्टरले चाहिँ भन्नुभयो समस्या छ, धेरै ठुलो समस्या छ, तिमी कोसँग आएको छौ, तिम्रो गार्जियन कहाँ छ सोध्नुभयो। त्यतिखेर चाहिँ म एक्लै गएको थिएँ, किनकि म हस्पिटलमा जब गर्थेँ नि त, जब पनि गरिरहेको थिएँ। हल्का टाइम निकालेर चाहिँ म तल गएको थिएँ। अनि त्यहाँपछि मेरो मुटु ठरेर काम्यो, के भएको होला, किन 2टा किडनी देखेन मलाई मेरो। अनि त्यहाँपछि सिटी स्क्यानको लागि चाहिँ पठाउनु भयो उहाँहरूले। सिटी स्क्यान गर्न गएँ म, त्यहाँपछि थाहा पायो कि क्यान्सर छ भनेर। त्यही हो, सिटी स्क्यान गरेपछि थाहा पायो। अनि तेस्रो क्वेसन चाहिँ रहेको छ, किमो लिँदा फर्स्ट टाइम बडीले के रियाक्ट देखायो? ओ माई गड, त्यो वाला दिन त म कहिले बिर्सिनै सक्दिनँ। हाम्रो अब बडी यस्तो हुन्छ, न्यू मेडिसिन लिन थाल्यो भने हाम्रो बडीले फर्स्टमा त हाम्रो एक्सेप्ट गर्न टाइम लाग्छ, र त्यसको साइड इफेक्ट एकदमै धेरै देखाएको थियो। मेरो बडीहरू पुरै स्वेलिङ भएको थियो, थाहै त मेरो, ओ माई गड, म 80 केजी जस्तो देखिन्थेँ होला, मेबी 70-80। अनि हिँड्न पनि गाह्रो हुने मलाई। एक त मेरो बर्न भएको स्किन, यो पुरै बर्न भएको स्किनहरूलाई चाहिँ हाम्रो त्यो फ्लेक्सिबल स्ट्रेच हुँदैन नि त। अनि नर्मल भएको भए चाहिँ हुन्थ्यो होला, हुन्थ्यो होला चाहिँ होइन, हुन्थ्यो नै। तर मेरो बर्नको कारणले चाहिँ फ्लेक्सिबल चाहिँ स्किन छैन, हल्का पातलो छ। त्यो कारणले मेरो पेट सुन्निएको थियो यहाँ यत्रो, यस्तो गाह्रो भएको थियो मलाई, यस्तो गाह्रो भएको थियो। घरि बस्ने, घरि उठ्ने, हस्पिटलकै बेडमा म घरि बसेँ, घरि उठेँ। अनि त्यहाँपछि चाहिँ निन्द्रै नलाग्ने कि मलाई, निन्द्रा त पटक्कै नलाग्ने। के भइरहेको छ, कसरी भइरहेको छ, किन भइरहेको छ भने पनि मलाई थाहा थिएन। त्यतिखेर क्यान्सर छ भनेर पनि मलाई थाहा थिएन। अनि यति गाह्रो हुन्थ्यो मलाई, त्यो खाना पनि नमन लाग्ने, उकुस मुकुस भइरहने, कहिले बेडमा चढ्ने, कहिले तल आउने, कहिले बाथरुम जाने, कहिले बाहिर वक गर्न जाने, यस्तो गाह्रो हुन्थ्यो, यस्तो गाह्रो हुन्थ्यो कि भन्दैन भने त्यो त म दिनहरू सम्झिनै सक्दिनँ, यस्तो गाह्रो भएको थियो। र तिमीलाई गाह्रो कुन टाइम धेरै भएको थियो? त्यही टाइम हो मलाई गाह्रो भएको, लास्टै गाह्रो भएको थियो। जस्तो लाग्थ्यो कि त भगवान्ले आएर लगोस् मलाई, तर यो गाह्रो चाहिँ म सहन सक्दिनँ, त्यस्तो वाला फिल भइसकेको थियो मलाई। एकदमै गाह्रो भएको थियो, म सम्झिन नि सक्दिनँ त्यो वाला फिलिङ्स। बाबाको याद आयो कि नै? अभियसली आउँछ। बाबा भनेको एउटा हाम्रो घरको सान हो, परिवार नै उहाँदेखि नै स्टार्ट हुन्छ। र मेरो बाबाको मर्डर भएको थियो 12 वर्ष अगाडि, होटलमै स्टाफले मारेको थियो। त्यो दिन मलाई सम्झिन मन लाग्दैन अहिले, फर्स्टै गाह्रो भएको थियो त्यो फिल। यदि मेरो बाबा यो टाइममा हुनुहुन्थ्यो भने मलाई यो क्यान्सर के बर्न पटक्कै मलाई त्यो फरक केही पर्थेन।
मलाई मसँग मेरो बाबा भएको भए एकदमै ठुलो कुरा हुन्थ्यो। यो रोग त यतिकै म जित्दिन्थेँ जस्तो लाग्थ्यो होला। तर हाम्रो यो टाइममा हुनुहुन्न उहाँ। समय हो, परिवर्तन हुन्छ, बिस्तारै टाइम लाग्यो हामीलाई पनि मुभ अन गर्नलाई। उहाँ बित्नु भएपछि इमोसनल चाहिँ नभए म यहाँ हजुरहरूको क्वेसनको एन्सर दिन आएको छु। अनि त्यसपछि म अरू पनि कुरा थप गर्न चाहन्छु। हजुरहरू चाहिँ प्लिज सानो रोग लाग्दैमा, रोग त होइन, सानो केही हुने बित्तिकै हजुरहरू प्लिज हस्पिटल दौडिनुहोस्। मैले त लापरवाही गरेँ, मैले त अब मेरो भोगिरहेकै छु, मैले त्यही भनौँ होइन र, ट्रिटमेन्ट गरिरहेको छु। सानो लापरवाहीले गर्दा हामीले हल्का टाइम त्यो गऱ्यो भने एकदमै गाह्रो हुन्छ, पछि गएर त्यो रोगले ठुलो रूप लिन सकिन्छ। सो हजुरहरूलाई यदि खोकी भएको छ भने हस्पिटल दौडिनुहोस्। औषध लिनेको भइरहेको छैन भने हस्पिटल दौडिनुहोस्। यदि भमिटिङ भइरहेको छ, मलाई भमिटिङ पनि हुन्थ्यो, खाना पनि पस्थेन मलाई। 3 बजे राति 2 बजे राति रेगुलरै भमिटिङ हुन्थ्यो। हजुरहरूलाई यदि भमिटिङ पनि भइरहेको छ, 1 दिन 2 दिन भयो भने ल ठिक छ, नर्मल हो, बडीले त्यस्तो कहिलेकाहीँ हुन्छ। यदि कन्टिन्यू हजुरहरूको भमिटिङ भइरहेछ, खोकी भइरहेको छ, पेन हुने, हड्डीमा पेन हुने, फोक्सोमा पेन हुने, प्लिज हस्पिटल गइहाल्नु। त्यतिखेर गएर हजुरहरू एकदमै सतर्क भइहाल्नु। र मैले अर्को पनि एउटा कुरा सुनेको छु, हामी महिलाहरूको ब्रेस्टमा चाहिँ एउटा क्यान्सर चाहिँ कसरी सुरु हुँदो रहेछ, ब्रेस्ट क्यान्सर चाहिँ। त्यो त मलाई भएको छैन, तर मैले सुनेको अनुसार चाहिँ मैले हजुरहरूलाई इन्फर्मेसन दिइरहेको छु। हजुरहरूलाई पनि पछि गएर गाह्रो नहोस्। र एकजना महिलाको चाहिँ पहिला सुरुमा चाहिँ गाँठो देखेको थियो कि ब्रेस्टतिर चाहिँ, सानो यत्रो डल्लो देखाएको थियो। उहाँले चाहिँ इग्नोर गर्नुभयो त्यो गाँठोलाई। इग्नोर गर्दा गर्दै त्यो गाँठो यत्रो भइसक्यो, यत्रो मात्र। पछि उहाँ जानुभयो, त्यो दुख्ने कि, अनि त्यहाँ हस्पिटल जानुभयो, चेकअप गराउनु भयो। उहाँले त लेट गर्नु भइसकेको थियो अलरेडी नै। अनि हस्पिटल जानुभयो, उहाँ चेकअप गराउनु भयो, पछि थाहा भयो कि उहाँलाई ब्रेस्ट क्यान्सर छ। सो हजुरहरू पनि आफ्नो पुरै गर्नुहोस्, चेक गर्नुहोस् हजुरहरू ब्रेस्टतिर आफ्नो कुनै कतै केही गाँठो देखियो छ कि, कस्तो के भइरहेको छ। आफ्नो बडीलाई पनि केयर गर्नुपर्छ, एकदमै केयर गर्नुपर्छ। हाम्रो बडी नै नरहेपछि हामी नै हुँदैन नि त। त्यो कारणले हजुरहरू एकदमै सतर्क हुनु होला। केही सानो कुरा बच्चालाई होस् या आमालाई होस्, बाबालाई होस्, हजुरलाई किन नहोस्, हस्पिटल दौडिहाल्नुहोस्। लापरवाही नगर्नुहोस्, भोलि जान्छु पर्सि जान्छ, ठिक हुन्छ, औषधले त ठिक भइहाल्छ नि, त्यो पटक्कै नगर्नु होला। त्यो गरेर त मेरो यहाँ यत्रो ठुलो क्यान्सर लागिसक्यो आन्द्रामा, लास्टै गाह्रो भएको छ मलाई। मेरो चाहिँ सपना रहेको छ कति छिटो यो रिकभर होस्, छिटो निको होस् भनेर चाहिँ छ चाहना चाहिँ। मलाई नि बाँच्नु मन छ, बाँच्न एउटा आशा जागिएको छ। मान्छेहरूले होइन किन सुसाइड गर्छ जस्तो लाग्छ कि मलाई, किनकि उहाँहरूले आफ्नो जिन्दगी 2 मिनटमा एकदमै सजिलोले छोडिदिनुहुन्छ। वाइ, किन गर्नुहुन्छ यस्तो? कसैले सानो कुरामा टेन्सन दियो, त्यो टेन्सन होइन नि, ल ठिक छ, हजुरहरूलाई गाह्रो हुन्छ, तर सुसाइड नै उत्तर होइन नि त। हामी क्यान्सर पीडितहरूलाई सोध्नु के मर्नुको अर्थ भनेको के हो? सुसाइड गर्ने मान्छेहरूले त 2 मिनटमा आफ्नो सास त्याग्दिनु हुनुहुन्छ, र क्यान्सर पीडितले डेली मर्छ कि, डेली मर्छ। अब फ्युचरमा के हुन्छ के हुँदैन मलाई थाहा छैन, अगाडि गएर के गर्छु के गर्दिनँ त्यो पनि मलाई थाहा छैन, म भन्न सक्दिनँ। के थाहा भोलिपल्टै मेरो चिता बेडमा भेट्ला कि। त्यो कारणले म फ्युचरको बारेमा चाहिँ सोच्दिनँ म अहिले जे भइरहेको छ म त्यसमै खुसी छु। यो पलमा बाँचिरहेको छु, मेरो लागि यही खुसी छ र म यसमै रमाउन चाहन्छु। म रुन त पटक्कै चाहन्न, रुन म चाहन्न। धेरै मायाले यो शरीरलाई मैले बचाएको छु। एकदमै कठिन परिस्थितिमा आएर आफूलाई सम्हालेको छु। मलाई सम्हाल्ने कोही पनि हुनुहुन्न, कोही हुनुहुन्न मलाई सम्हाल्ने। मेरो दुःखमा पहिला हुनुहुन्थ्यो, तर म अब एक्लै छु। आफ्नो लागि म एक्लै छु। मै मेरो लागि
सपोर्ट गर्छु, मै मेरो लागि सम्हाल्छु, मै मेरो लागि हेरचाह गर्छु र म मेरो लागि उठ्छु। म एकदमै स्ट्रङ भइसकेको छु अहिले चाहिँ। एक्लै छोड्नु भयो नि त कतिजनाले, हुनुहुन्छ साथीहरू त नभनौँ, हुनुहुन्छ कतिजना हुनुहुन्छ, तर यो टाइममा एक्लै छोड्नु भयो। उहाँहरूले त्यो पनि सोच्नु भएन कि के थाहा भोलि रेखाको जीवन रहला कि नरहला। सानै त छ नि, अब 2 शब्दै बोल्दैमा नराम्रो त हुँदैन नि, होइन र? अब उहाँहरू कति ठुलो हुनुहुन्छ, म कति सानो छु, एज अनुसार पनि दिमाग हुन्छ हौ। कतिको के बोल्नुपर्छ थाहा उहाँहरूले सोच्नुपर्ने हो नि त। ठिक छ, समय हो, परिवर्तन हुन्छ नहुने होइन, के थाहा मिरिकल पनि होला कि पछि गएर, होइन र? क्यान्सर नै निको भइदिएला कि मेरो, म बाँच्न पनि सक्छु होला। त्यही कारणले आफूलाई हिम्मत बनाएर राख्छु, खुसी राख्छु, आफूलाई एकदमै ह्याप्पी राख्छु र कसैको आशा गर्नु हुँदैन। जबसम्म आफ्नो खुट्टा हात चल्छ तबसम्म खुट्टा हात चलाउने हो। र एउटा मेरो बेस्ट फ्रेन्ड पनि छ जो राकेश माझी हो, उसले मलाई एकदमै केयरिङ गर्छ। हजुरहरूले पनि हेर्नुभयो होला मेरो भिडियोहरू, त्यो कपाल बाँडिदिने, अब त मैले कपाल पनि छोटो गरेछु, उसले बाँड्नै मिल्दैन। कपाल बाँडिदिने, मेरो खुवाइदिने, बाथरुम सब गरिदिने, उसले लगिदिने, लिएर आउने, त्यो हुन्छ नि त्यो किमोको त्यो ह्यान्डलले त्यो नि बोकेर लगिदिन्थ्यो कि उसले। यस्तो फनी छ। यस्तो यो टाइममा मलाई यतिको सपोर्ट दिएको छ ऊ मात्र छ अहिले मेरो लागि, र मेरो फ्यामिली छ, र मेरो डक्टर राई पनि हुनुहुन्छ। उहाँले पनि एनी टाइम मलाई कल गर्नुहुन्छ, सोध्नुहुन्छ रेखा कस्तो छौ, के गर्दैछौ। अरू कोही हुन्न मेरो लागि, अरू कोही पनि हुन्न। र मैले नयाँ नयाँ दादाहरू पनि भेटेको छु नि, बाहिरको नेपालको पनि हुनुहुन्छ उहाँहरू। ओ माइ गॉड, यति राम्रो हुनुहुन्छ, यति राम्रो हुनुहुन्छ। म उहाँहरूलाई कुराहरू सेयर गरिरहेको हुन्छु, दादा यस्तो भयो उस्तो भयो भनेर। उहाँहरूले फेरि मलाई हेल्प पनि पठाउनुहुन्छ कि, नाम चाहिँ नखुलाउँ न, उहाँहरूलाई पनि अलिक अप्ठ्यारो पर्न सक्छ नि त। उहाँहरूले मलाई हेल्प गरिराख्नुहुन्छ, सोधिराख्नुहुन्छ, बुनु तिमी ब्लड चेकअप कहिले गराउनु जाने हो, के भइरहेको छ के भइरहेको छैन भनेर। एकदमै राम्रो पाएको छु मैले। जब राजेन्द्र बानियाजीको म इन्टरभ्यू दिएर आएँ त्यहाँ पछि मलाई यति धेरै माया पाएँ, मैले यति धेरै माया पाएँ भनिदिनु भयो। उहाँ पनि एकदमै राम्रो हुन्छ कि, उहाँसँग म भेट्ने बित्तिकै मलाई लागेकै थिएन कि उहाँ मेरो कोही पर्नु हुँदैन जस्तो लागेर चाहिँ आफ्नै मान्छे हो, मेरो ड्याडीको साथी जस्तो मैले फिल गरेको थिएँ त्यो टाइममा चाहिँ। एकदमै राम्रो मान्छे हुनुहुन्छ उहाँ राजेन्द्र बानिया सरजी, एकदमै सोध्ने यता। म अहिलेसम्म इन्टरभ्यूमा गएको छु होइन, मेरो लागि कहिले पनि गाडी आएको छैन, तर त्यो दिन उहाँले गाडी पठाउनु भएको थियो। बिरामी मान्छे हो, कसरी आउँछ के गरेर आउँछ भनेर गाडी पुऱ्याइदिनु पनि भएको थियो उहाँले, र मलाई उहाँले हेल्प पनि गर्नुभएको थियो। एकदमै राम्रो मान्छे हुनुहुन्छ उहाँ। अहिले मलाई टेक्स्ट पनि गर्नुहुन्छ, छोरी कस्तो छौ तिमी। अरू मान्छेहरूबाट पनि गएर उहाँले मेरो लागि मात्र सहयोग मागिरहनु भएको छ। मेरो यो बोलीहरू अड्किरहेको हुन्छ कि, किनकि मैले किमो दिइरहेको छु नि त, किमो लिइरहेको छु नि त, त्यो कारणले बिर्सिने त सरी है। म हजुरहरूलाई भन्न चाहन्छु, मलाई कतिजनाले कल गर्नुभयो भने यदि मैले कलको भोलिपल्ट एन्सर नदियो भने हजुरहरू प्लिज बुझ्नु होला कि मैले बिर्सिसकेँ त्यो कुरा। किनकि यो किमोको असर यति नराम्रो छ, यति नराम्रो छ कि बिर्सिने बानी पनि, मैले यति कुराहरू बिर्सिरहेको छु त भन्दै नभन्नु, यस्तो गाह्रो भएको छ मलाई। किमो चढायो भने बिर्सिने बानी त एकदमै धेरै भएको छ यो टाइम त, न त म कहिले के पनि बिर्सिन्थेन, तर यो किमो पछि चाहिँ बोली अड्किने, बोल्दा बोल्दै के बोलिरहेको छु भन्दा पनि अलिक कहिलेकाहीँ कन्फ्युज हुने त्यस्तो हुन्छ। र किमो म हजुरहरूलाई भन्छु, किमो दिएर आएपछि कतिको गाह्रो हुन्छ हामीलाई, किमो दिएर आएपछि क्यान्सर पीडितलाई कतिको गाह्रो हुन्छ, एकदमै गाह्रो हुन्छ। किनकि एक त थकित भएर आएको हुन्छौँ हामी, र जस्तो लाग्छ हाम्रो बडीमा के छँदै छैन, हिँडिरहेको छौँ, कतिखेर लड्छौँ भनेर आफूलाई थाहा हुँदैन म लडेको भने त्यस्तो फिल आउँछ कि, त्यस्तो म कमजोर भइसकेँ भनेर त्यस्तो फिल हुन्छ आफूलाई। मैले अब एउटा भनौँ न इक्जाम्पलको लागि, मैले भारी चिज यदि बोकेर हिँड्यो भने 5 केजीको म ढल्छु, त्यही ठाउँको ठाउँ ढल्छु, र मलाई थाहा पनि हुँदैन म कसरी ढलेँ, किन ढलेँ, म यति कमजोर त छैन जस्तो लाग्छ।
आफूलाई त्यस्तो फिल हुन्छ। किमो दिएर आएपछि एकदमै गाह्रो हुन्छ, जिब्रो सुनिने, टेस्ट नहुने, खाना त खानै मन नलाग्ने, पटक्कै नमन पर्ने खानाहरू घाँटीबाट त्यो निल्ने बित्तिकै यस्तो दुख्छ। र हाम्रो यो माथिको छाला छ नि, माथिको हाम्रो यो मुखको त्यो माथिको स्किनहरू पुरै जान्छ, घाउ हुन्छ, गाला गालापट्टि साइडमा घाउ हुन्छ, खाना खान एकदमै गाह्रो हुन्छ। र म 3-4 दिनसम्म त ओट्स नै खान्छु। ओट्स खायो भने ठिक्क हुन्छ, पोल्दैन नि त, घाउ पनि अलि हुँदैन, ठिक्क हुन्छ। र शरीरमा यति थकान पीडित हुन्छ, यति थकान हुन्छ कि भन्दै नभन्नु, उठ्न नसक्ने, मन लाग्छ जतिखेर पनि सुतिराख, भोक प्यास केही पनि नलाग्ने, मन लाग्छ एनी टाइम सुतिराख, कसैले डिस्टर्ब नगरोस्, त्यस्तो फिल हुन्छ। र म तर तगडा छु अलिअलि हजुरहरूको साथ पाएर। 3 दिन मलाई गाह्रो हुन्छ, त्यहाँपछि अलिअलि म आफूलाई उठाउँछु, भन्छु रेखा तिमीले हिँड्नुपर्छ, गर्नुपर्छ, तिमी अगाडि बढ्नुपर्छ, तिमीले नै झन् अझै फिल गरेर कमजोर भयो भने झन् बेरै समाउँछौ तिमी। त्यो कारणले म 3 दिनमै आफ्नो सबै काम गर्न थाल्छु, नुहाउने, ब्रस गर्ने, खाना खाने, यताउति सब आफै गर्न थाल्छु म। त्यसपछि डाक्टरहरूले पनि मलाई भन्नुहुन्छ कि तिमी बिरामी हो, क्वेसन गर्नुहुन्छ मलाई। म एउटा कुरा भन्छु है, अस्ति एकचोटि हस्पिटलमा गएको थिएँ मैले आफ्नो त्यो एउटा हटपट छ कि त्यसमै मैले सब्जीहरू काटेर बोइल गरिरहेको थिएँ। अनि नर्स आउनुभयो अचानक र सोध्नुभयो उहाँले, बिरामी खोइ? म पछि फर्केर हेरेँ, सिस्टर मै हो बिरामी। उहाँले चाहिँ सोच्नुभयो मेरो मम्मी बिरामी हो। मैले चाहिँ भने फर्केर, सिस्टर मै हो बिरामी र मलाई नै किमो चढाउने हो, म यो तरकारी गरेर अब म बेडमा चढिहाल्छु। उहाँले एकदमै विश्वास गर्नु भएन, होइन होला प्र्याङ्क गरिरहेछौ तिमीले। मैले भने होइन सिस्टर, त्यस्तो कुरामा प्र्याङ्क गर्नु हुँदैन, म गर्दा नि गर्दिनँ, मै हो क्यान्सर पीडित, मै हो। हजुरले रेखा गुप्ता एकचोटि सर्च गरेर हेर्नु त हो कि होइन भनेर। त्यहाँपछि उहाँ सक्ड हुनुभयो कि एकदमै, ओ माई गड, यस्तो तिमीलाई भएको छ, बर्न पनि भएको छ, अर्को त रोग यो क्यान्सर भयो, कसरी तिमीले ह्यान्डल गरिरहेछौ आफूलाई। तर तिमीलाई देख्ने बित्तिकै कसैले मलाई बिरामी भन्दै भन्दैन। हजुरहरूले कमेन्ट गर्नु है, हजुरहरूले मेरो टिकटकहरू भिडियो देखेर हजुरहरूलाई लाग्छ म बिरामी छु भनेर। मलाई कतिजनाले भन्नुहुन्छ कि तिमी स्ट्रङ छौ, तिमी बिरामी जस्तो देख्दै देख्दैनौ। त्यो आत्मबल मैले आफूलाई आफूभित्र बनाएको छु। बाँच्न सकिन्छ, हामी नसकिने होइन, आत्मबल हामीले बलियो गर्नु पर्यो। मेडिसिन त चलिरहेको हुन्छ, खानपिन पनि चलिरहेको हुन्छ, तर सबभन्दा बेस्ट मेडिसिन हो आत्मविश्वास हाम्रो। र खुसी भएर बाँच्नुपर्छ। ठिक छ, हामीसँग 1 घन्टा किन नहोस् बाँच्नको लागि, त्यो पल पनि रमाएर नै जाउँ न, होइन र? किन रोएर जाने? हामी रोएर त आएको हो नै हो, जन्मेकै हो रोएर त, हाँसेर त जाउँ न त। त्यस्तो चाहिँ